Hello, namaste viewers. Welcome to Sikkim Update. You're with Raksha. Today we're going to have a conversation with a wonderful and inspiring personality. जसले भारतको राजधानी न्यू दिल्लीमा सम्पन्न भएको नो योर लिडर कार्यक्रममा सिक्किम राज्यलाई रिप्रेजेन्ट गर्नुभएको थियो, जो सिक्किम स्टुडेन्ट्स पेयरका होस्ट पनि हुनुहुन्छ, our Sikkim's pride and सिक्किमकै छोरी इक्ला लिम्बू. First of all, welcome to Sikkim Update and congratulations. Thank you so much for having me here. We know you as a host and a speaker. Give us a short introduction about yourself and what you're doing currently and where you belong from. Okay, so सर्वप्रथम सम्पूर्णलाई नमस्कार है. अनि first of all, I would like to thank Sikkim Update for inviting me here in your show. र म चाहिँ इक्ला लिम्बू, म माङसिला नर्थ सिक्किमबाट. तर म पहिल्यैदेखि मेरो बसोबास चाहिँ मेरो आमाको गाउँ सोमबारी वेस्ट सिक्किममा भएर आएको र मेरो एजुकेसन पनि त्यही सोमबारी वेस्ट सिक्किमबाट नै भयो है. फ्रम क्लास नर्सरी टु 10 I did my schooling from Sunrise Academy and my senior secondary education from Government Senior Secondary School Sombari itself. So त्यो सकेर चाहिँ I've just recently completed in verse of completing my BSc Anesthesia and OT Technology from Sikkim Manipal Institute of Medical Sciences. So हालैमा चाहिँ अहिले म internship under training गर्दैछु STNM hospital मा. Okay, so since you were hosting Sikkim Students Fair, तपाईँको journey कसरी start भयो? Like from that to the parliament, and when you first realized that you're going to the parliament to represent Sikkim, कस्तो feel गर्नुभयो? सबसे फर्स्ट त सिक्किम स्टुडेन्ट्स पेयर एउटा सिक्किमकै मात्र नभएर इन्डियाकै फर्स्ट एभर स्टुडेन्ट पोडकास्ट हो. त्यसमा म होस्ट गरेर आइरहेको यो फेब्रुअरी मार्चमा 1 वर्ष ठक्कै पुग्छ है. त्यो चाहिँ मेरो होस्टिङको एउटा पोडकास्ट च्यानल हो भनौँ न है. अब यो पार्लियामेन्टको कुरा आउनु पर्दाखेरि यसको सेलेक्सन चाहिँ मेरो पोडकास्टबाट नभएर चाहिँ रिसेन्टली भन्दा पनि ड्युरिङ द मन्थ अफ मे 2025 मैले चाहिँ स्टेट लेभल युथ पार्लियामेन्टमा मङ्गन डिस्ट्रिक्टलाई रिप्रेजेन्ट गरेको थिएँ. सो त्यसमा चाहिँ जो फर्स्ट सेकेन्ड थर्ड हुनुभयो है, उहाँहरू चाहिँ जो अब टप 3 विनर्सलाई चाहिँ देन एन्ड देयर नेसनल्सको निम्ति उहाँलाई पठाइयो. म चाहिँ 7th आएको थिएँ. सो यो जुन चाहिँ रिसेन्टली म दिल्ली गएको प्रोग्राम जुन चाहिँ नो योर लिडर्स है, जुन चाहिँ हाम्रो फर्मर प्राइम मिनिस्टर अटल बिहारी वाजपेयीजी र पण्डित मदन मोहन मालवीयजी जो हाम्रो फर्मर एजुकेसनिस्ट हुनुहुन्छ है, उहाँको बर्थ एनिभर्सरीमा यो एउटा प्रोग्राम राखिएको थियो. सो यसमा चाहिँ सेलेक्सन मेरो कसरी भयो भन्दा चाहिँ जुन चाहिँ मैले मेमा युथ पार्लियामेन्टमा जुन पार्टिसिपेट गरेको थिएँ त्यसमा टप 3 विनर्स त अब अलरेडी दे गट अ चान्स टु रिप्रेजेन्ट आवर स्टेट इन द नेसनल प्लेटफर्म. सो यसमा चाहिँ जो अलरेडी पार्टिसिपेट गरेको थियो जो चाहिँ टप 3 विनर्स थिएन. सो त्यसमा चाहिँ म 7th आएको रहेछु. अनि 4th 5th 6th चाहिँ कसरी भएन रहेछ भन्दाखेरि 4th 5thलाई कल गर्दा मेबी उहाँहरूको रिचेबल थिएन. 6thलाई पनि कल गरेँ, हामीलाई पनि कल गर्दाखेरि चाहिँ लास्टमा ट्याली यताउता गर्दाखेरि चाहिँ मेबी आई गट लकी इनफ टु गेट सेलेक्टेड. अलिकति त्यो अब तपाईँहरू जान्छ जान्दैन यसरी प्रिपेयर गर्नुहुन्छ क्वेसनहरू सोद्धा मेबी 6th पोजिसनमा जो आउनुभयो उहाँ रेडी हुनुहुन्थेन होला या के होला. सो आई गट बिट लकी टु बी प्रेजेन्टिङ माई स्टेट एट द पार्लियामेन्ट अफ इन्डिया होइन. अनि फिलिङको कुरा गर्नु पर्दाखेरि चाहिँ अब इट वाज सरियल, किनभने योभन्दा अगाडि जति पनि युथ पार्लियामेन्टहरू भयो, जति पनि नेसनल लेभलको युथ ओरिएन्टेड प्रोग्रामहरू भएको थियो, उहाँहरूलाई कि चाहिँ कुनै होटलमा अर्गनाइज गरिएको थियो कि चाहिँ पार्लियामेन्टमा हुन्थ्यो तर दे डिडन्ट गेट द चान्स टु हुन्छ नि गेट इन टु द लोकसभा जुन चाहिँ अब हामी बोल्नु पाएको थियो त्यसलाई अहिले संविधान सदन भनिन्छ, जुन चाहिँ ओल्ड पार्लियामेन्ट अफ इन्डिया, जहाँ चाहिँ हाम्रो इन्डियाको कन्स्टिट्युसन फ्रेम भएको थियो. त्यही जग्गामा चाहिँ हिस्टोरिक मुभमेन्ट है 1947मा ब्रिटिसहरूकोदेखि चाहिँ हाम्रो अब फर्स्ट प्राइम मिनिस्टर पण्डित जवाहरलाल नेहरूजीको पावर ट्रान्सफर भएको थियो त्यो जग्गामा. सो त्यो फिलिङ त अब के भन्नु, द्याट वाज सो ब्लिसफुल मोमेन्ट. So since you spoke on Pandit Madan Mohan Malviya who strongly believed in education, right? तपाईँलाई कस्तो लाग्छ कि उहाँको भिजन चाहिँ अहिलेको युथको लागि कति रेलेभेन्ट छ? उहाँ त हाम्रो मोडर्न फादर भनौँ न, मोडर्न एजुकेसनको एउटा इन्डियाको फादरै मान्छ हो जस्तो लाग्छ मलाई. उहाँलाई अब पण्डित मदन मोहन मालवीयजीलाई महामना भनेर चिनिन्थ्यो है. उहाँले जुन चाहिँ बनारस हिन्दू युनिभर्सिटी फाउन्ड गर्नुभयो, उहाँको थ्रुबाट जुन चाहिँ त्यो सत्यमेव जयतेको कोट है एउटा फेमस भयो है उहाँकै मुखबाट. र उहाँले जुन पाराले बनारस हिन्दू युनिभर्सिटीमा
हाम्रो इन्डियाको या इन्डियाकै मात्र नभएर अब इन्डियाको त भयो है जुनै पनि अब कन्ट्रीलाई चाहिँ एउटा इक्जाम्पल दिनुभयो क्या त्यो आफ्नो कल्चरल रुट सँगसँगै एउटा मोडर्न एजुकेसनलाई कोलाब गरेर कुन पाराले अब त्यो भिजन हुन्छ नि एउटा उहाँको भिजन चाहिँ अहिले स्टिल बनारस हिन्दू युनिभर्सिटी छ एज अ इक्जाम्पल तर पनि एउटा उहाँको त्यो इक्जाम्पल चाहिँ एउटा रोल मोडल भयो क्या हाम्रो अहिलेको मोडर्न एजुकेसनको निम्ति म चाहिँ त्यो भन्छु Who you considered as your role model? बेसिकली मेरो रोल मोडल भन्नुपर्दाखेरि त मलाई पनि अहिलेसम्म आई हेभ नेभर कन्सिडर वान पर्टिकुलर पर्सन टु बिकम माई रोल मोडल होइन तर मेरो लाइफको रोल मोडल चाहिँ मेरो आमा हुनुहुन्छ है उहाँले जुन पाराले सङ्घर्ष गर्नुहुन्छ उहाँ बिमार हुनुहुन्छ र पनि त्यो हामी माझमा देखाउनु हुँदैन होइन त्यो जति स्ट्रगल आए तापनि सी इज अलवेज देयर फर हर चिल्ड्रेन सो उहाँले जुन पाराले हाम्रो लागि सेक्रिफाइस गर्नुभयो सो त्यो सबै हेरेर चाहिँ मेरो लाइफको रोल मोडल चाहिँ आमै हुनुहुन्छ तर पर्टिकुलर इन दिस फिल्ड चाहिँ मैले हुन त आई टेक इन्सपिरेसन फ्रम मेनी पिपल सो रोल मोडलै चाहिँ छैन त्यो भन्छु Okay, I also want you to ask कि तपाईँको parents है तपाईँको friends and relatives को reaction कस्तो छ that you're going to represent Sikkim भन्दा फर्स्ट एन्ड फरमोस्ट त दे वर सो सरप्राइज म पनि सरप्राइज भएको थिएँ अब मेरो त्यो म सेलेक्ट हुँदाखेरि अनि बादमा चाहिँ दे वर ह्याप्पी दे वर प्राउड कतिले आमा निकै सपोर्ट गर्नुभयो है सो एकदम सपोर्ट त धेरै नै थियो तपाईँको स्पिच पछाडि जुन तपाईँको जो लोकसभा स्पिकर हुनुहुन्थ्यो है उहाँले तपाईँलाई बोलाएको एउटा क्लिप पनि भाइरल भएको थियो है अनि त्यसमा तपाईँलाई कस्तो खालको कन्भर्सेसन भएको थियो त्यो स्पिच सक्ने बित्तिकै चाहिँ जतिजना पनि स्पिकर्सहरूले आफ्नो स्पिच दिइसक्नुभयो उहाँहरू सकेर आफ्नो जग्गामा जानुभयो सो म पनि त्यस्तै जानु आँटेको थिएँ सरले चाहिँ यताबाट बोलाउनु हुँदो रहेछ मैले सरलाई नदेख्ने हुँदा सरको छेउमा जो एउटा स्पिकर हुनुहुन्थ्यो सायद सी वाज फ्रम साउथ इन्डियापट्टिबाट सो उहाँले पनि यत्तिकै बोलाउनु भयो अन्त त्यो देख्दा चाहिँ गएर आई टुक ब्लेसिङ्स फ्रम सर यो अम्बिला चाहिँ एउटा ड्रिमै कम ट्रु क्या अब हाम्रो लोकसभाको स्पिकरको छेउमा अनि किरेन रिजिजू सर हुनुहुन्थ्यो है देवर अदर युनियन मिनिस्टर्स काउन्सिल अफ मिनिस्टर्स सो उहाँहरूको छेउमा स्पिच दिइसकेँ अनि सरले बोलाउनु भयो मलाई बिलिभै भएन मलाई बोलाएको जस्तो मलाई लागेकै थिएन अनि सबैले यत्तिकै बोलाउनुहुन्छ ए मै रहेछु भन्ने गएर चाहिँ सरकोबाट ब्लेसिङ्स लिएँ अन्त सरले भन्नुभयो आप सिक्किम से हो भने हजुर भने त्यहाँदेखि बहुत अच्छा किया बेटा यस्तो यस्तो भन्नुभयो अन्त त्यही भन्नुभयो फ्युचरमा सायद आप नेता बन्नोगे खालि त्यस्तो खालको पनि भन्नुभयो है अन्त थ्याङ्क यू सो मच सर भने त्यहाँदेखि बसेर निकै नै गफ भयो त्यो 50 इयर्स स्टेटहुडको बारेमा किनभने हाम्रो 2025मा हाम्रो स्टेटहुड है 22nd स्टेट अफ इन्डिया भएको 50 इयर्स कम्प्लिट भएको थियो र मैले लोगो पनि लगेको थिएँ हाम्रो है 50 इयर्स स्टेटहुडको र आई वाज लकी इनफ टु गेट साइन्ड बाई हिम क्या त्यो लोगोमा अन्त त्यो चाहिँ एकदमै हिस्टोरिक मोमेन्ट हो मलाई लाग्दछ स्टिल अब त्यो सोच्दै गुजबम्स आइरहेको छ अनि राम्रो भयो कन्भर्सेसन्सहरू अब जस्तो मैले सोचेको थिएँ नि उहाँले चाहिँ अब यस्तो लोकसभाको स्पिकर भएर मेबी हि वन्ट अटेन्ड अस होइन बोल्नुहुन्न होला त्यस्तो खालको लागिरहेको थियो बट देन हि इज भेरी डाउन टु अर्थ इज भेरी हम्बल बोलेर मजाले मोटिभेट गर्नुभयो राम्रो भन्नुभयो सो है तपाईँलाई अलरेडी है पब्लिक स्पिकर भनेर चिन्छ है अनि तपाईँले कति पब्लिकलाई फेस गर्नुहुन्छ है हाउ डिड यु ओभरकम द फियर ओभरकम भन्नु पर्दाखेरि म सानैमा हुँदाखेरि आई वाज नट इन्ट्रेस्टेड इन टु दिस पब्लिक स्पिकिङ होइन म क्लास 6-7सम्म त अब त्यो हुन्छ नि क्लासमा कतिजना स्टुडेन्ट्स हो त्यस्तै 14-15जना हुन्छ सो त्यो बिचमा मेरो टिचरले उठेर रिडिङ गर भन्दा पनि रुने मान्छे म सो बिस्तारै माई टिचर्स है आई वुड लाइक टु टेक द नेम यो इन दिस प्लेटफर्म चन्दन सर जो हामी माझमा अहिले हुनुहुन्न यस संसारमा उहाँ म जब पनि पार्लियामेन्ट गएको थिएँ नि उहाँलाई नै सम्झिरहेको थिएँ बिकज हि वाज माई पोलिटिकल साइन्स टिचर एसएसटी पढाउनुहुन्थ्यो उहाँले जुन पाराले भन्नुहुन्थ्यो लोकसभामा यति सिट राज्यसभामा यति सिट यहाँ स्पिकरको जग्गा यस्तो त्यो सबै रिकल गर्दै सरलाई सम्झिरहेको थिएँ उहाँको एकदमै ठुलो रोल छ है मलाई यो काबिल बनाउनुमा र नेक्स्ट हाम्रो सुवर्ण सर र हाम्रो प्रिन्सिपल म्याम डिम्पल म्याम है र अरू सबैजना टिचर्सलाई म यहाँबाट एकदमै थ्याङ्क यू भन्न चाहन्छु एन्ड बिगेस्ट थ्याङ्क यू एन्ड ग्रेटफुल टु माई पेरेन्ट्स बिकज दे अलवेज सपोर्टेड मी इन दिस फिल्ड सो फियर चाहिँ अगाडि हुन्छ धेरै नै हुन्छ ट्रेम्बलिङ है त्यो कागज पक्रिँदा यत्तिकै यसरी हात लक 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 काम्नु त्यो बोल्दा बोल्दै फम्बलिङ हुनु होइन त्यो फर्स्ट स्टार्टिङमा सबैलाई नै हुन्छ तर त्यो बिस्तारै फियर कसरी ओभरकम गर्दै अब जानुपर्छ भन्दाखेरि
यु हेभ टु स्टार्ट जति नै सानो स्टेजै होस् बट यु हेभ टु स्टार्ट बिस्तारै स्टार्ट गर्दैपछि तपाईँलाई बानी पनि हुँदै जान्छ डर त अलिकति राख्नै पर्छ किनभने वन्स यु आर फेसिङ द पब्लिक यु सुड ह्याभ द फियर अलिकति किनभने अब डर छैन भने त जे पाए त्यही पनि त बोल्नु भएन अलिकति डर राख्नुपर्ने नै हुन्छ है अलिक अब मिलाएर भन्नुपर्ने हुन्छ पब्लिकमा कस्तो के पाराले अनि त्यही भन्न चाहन्छु फियर त अब फर्स्ट जानुभन्दा अगाडि अलिकति मेडिटेसन खालको गर्छु सास लामो त्यो प्राणायाम खाले है अनि उता गएर आई जस्ट थिङ्क द्याट त्यो जब माइकमा पुग्छु कि आइएम ओन्ली वान इन दिस अब क्या प्लेस धेरै त मान्छे धेरै नै हुन्छ अब फेस मजाले गर्नु पर्यो अनि घोप्टेर चाहिँ बोल्नु चाहिँ भएन क्या ज्यादा सो आई कन्ट्याक्ट गऱ्यो भने चाहिँ अलिक अझै कन्फिडेन्स बढ्छ अनि मेन हाम्रो अब साथीभाइ पेरेन्ट्स फ्यामिली फ्रेन्ड्स सबैकोबाट अलिकति इन्करेजमेन्ट आयो भने है यु डिड दिस यु डिड वेल सो यु डु गुड सो त्यतिकै झन् म जब त्यो पब्लिक अब यता हाम्रो न्युज मिडियाहरूले पोस्ट गरिदिनु भएको थियो द्याट आई बी रिप्रेजेन्टिङ माई स्टेट द विसेस द्याट केम इन माई हुन्छ नि त्यो देखेर आई वाज सो ओभरवेल्म देन मलाई अब त्यो भएको थियो कि होइन गएर चाहिँ मैले फर्कनुपर्छ सिक्किमको नाम राख्नुपर्छ भन्ने भएर पनि त्यो फियर अलिकति ओभरकम भयो भनौँ न How do you see politics as a career? Politics as a career, in my case, I don't think so because मलाई चाहिँ सानैदेखि हेल्थप्रति मलाई धेरै नै इच्छा थियो है सो आइएम इन्टु हेल्थ नाउ एन्ड आई टेक दिस फर्दर दिस करियर फर्दर सो पोलिटिक्स चाहिँ मलाई त्यस्तो रुचि पनि छैन है अनि बादमा त्यस्तो रुचि त छैन नै सो पोलिटिक्स इज अ करियर चाहिँ फर हुन्छ नि एस्पाइरिङ युथ हु आर मच मोर इन्ट्रेस्टेड इन पोलिटिक्स हु वान्ट्स टु कम इन्टु पोलिटिक्स एकदमै राम्रै हो किनभने एज अ होल म अब हेल्थमा बसेर एउटा पर्टिकुलर ग्रुपको मात्रै सेवा गर्न पाउँछु जो चाहिँ बिमार हुन्छ बट वेन यु कम इन्टु पोलिटिक्स यु गेट टु सर्भ द होल स्टेट यु गेट टु सर्भ द होल नेसन होल ग्रुप सो जो पनि सेवा भाव लिएर आफ्नो जनताको निम्ति काम गर्न चाहनुहुन्छ भने पोलिटिक्स इज भेरी गुड एज अ करियर बट मेरो लागि चाहिँ अहिलेको लागि चाहिँ आई एम मोर इन्टु प्रोफेसन नै हेल्थपट्टि नै Okay, so at last, what message you want to give to the youth and the students of Sikkim? Okay, so my message to the youth and the students of Sikkim is that duita message bhanna chahanchu. First is don't be afraid of failures, be afraid of having regrets. So यो भन्नाले चाहिँ तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि अब म छु मेरो एउटा साथी छ रे अब कुनै एउटा पर्टिकुलर कम्पिटिसन या जे पनि लाइफको एउटा कुनै स्ट्रगल छ हैन त्यसमा चाहिँ आफूलाई इच्छा छ त्यो भाग लिनको निम्ति तर अलिकति डर पनि भइरहन्छ सो सँगैको साथीले गएर त्यो कम्पिटिसनमा भाग लिएर इफ जित्यो अरे केही हासिल गर्यो अरे तर आफू चाहिँ त्यो केही ट्राई नै नगरेर रिग्रेटमा बसिबस्छ हैन अगाडि नै अब हुन्छ नि रिग्रेटमा बसिबस्नु भन्दा चाहिँ बरु फेलियरसँग नडराएर है त्यो कम्पिटिसनमा गएर त्यो जुनै पनि लाइफको जति पनि स्ट्रगल हुन्छ फेस इट विथ योर डिटर्मिनेसन डेडिकेसन एन्ड हार्डवर्क भन्न चाहन्छु है र अर्को कुरा चाहिँ बी योरसेल्फ कोही पनि अरूसँग कोही पनि कम्पेयर नगर्नुहोस् है आफ्नो फिल्डमा आफै राम्रो हुन्छ इफ म अब पब्लिक स्पिकिङमा राम्रो छ भने अरू कोही पेन्टिङमा होला जो पेन्टिङमा होला राम्रो वा सिङ्गिङमा होला है सिङ्गिङमा नहुने डान्सिङमा होला सो आफ्नो फिल्डमा आफै ग्रोथ भएर जानुहोस् होइन त्यो कम्पेरिजनले चाहिँ एकदमै आफूलाई नै त्यो के भन्छ इन्फिरियर बनाउँछ हो सो डोन्ट कम्पेयर योरसेल्फ विथ एनीबडी एल्स अन्त त्यही भन्न चाहन्छु थ्याङ्क यू सो मच Thank you so much for accepting our invitations and coming here and wish you all the very best for your future. Thank you so much for having me here once again and I wish you too very best for your future. Thank you so much.